के रे ग यहाँ छिराउनु बस्नु आज म तिमीलाई घुमाउन लान्छु आज तिम्रो बेबीको राइट देखाइदिन्छु तिमीलाई म त फेरि अबे प्लिज कृतिका त्यस्तो कुरा नगर मलाई कुट पिट कि तर मेरो ज्यानको माया छ मलाई त्यस्तो कुरा नगर नक्कल नपरी राइ छुराइ जा अहिले ती मारी राखिदिन्छु कृतिका नगर न तपाईले खुट्टाले पनि भेट्दैन त्यस्तो नगर न हौ अरे म मरे भने मलाई ज्यानको माया लाग्दैन तिमी आफ्नै ज्यानको पनि त माया गर के मेरो खुट्टा छोटो बा मेरो हाइट त हाइटमा त नजानु पर्ने थियो कि त रड्डी गरी स्याइन्छ के हो रे तैँले मेरो हाइट गरेर चाहिँ किन बोलेको भन्दा त्यति साह्रो पुर्की पनि छुइनँ बुझिस् त्यही त यति त आउँछु म यत्रो हुन आँटेको छु बुझ्यो होइन अब त बाइक चलाउनु सक्छु त हिँड हुँदैन हौ बस जानेको छिटो बसिहाल है बसिहाल के हो रे प्रवीण ब्रेक त यो हो कि यो पो हो किन नबोली बोल न स्टार्ट गर्छु पर्छ ल स्टार्ट गर्ने होइन औ यहाँ कहाँ गयो यो ओइ अब मरिस ओइ निक्ली कहाँ छस् यहाँ आउँछस् कि माध्यम कहाँ लुकिस म तँलाई नि भरे बेलुका हेर्ने यस्तो मुङ्रो लगाउँछु नि सिस्नु पानी लगाउँछु कहाँ छस् भनेको निक्ली भन्दैछ है कहाँ छस् मरेलाई बेबी मलाई पुरा भोक लाग्यो हेर्न तपाईँको बेबी भोकाइसक्यो कहाँ छ निक्लिनु न छिटो घर जाउँ न बेबी अब म थाकिसक्यो अब म बेसी खोज्दिनँ छिटो निक्लिनु है मलाई देखिरहेको छैन बेबी यहाँ हेर्नु म चलाउँदिनँ अब बाइक चलाउँदिनँ चाबी यहाँ छ हेर्दा यहाँ राखेको छु देख्दैछ भने हेर्नु निक्लिनु ल प्रवीण तिमीले यदि मलाई देख्दैछौ भने होइन मैले चाबी यहाँ राखेको छु यहाँ देख्दै होला नि यहाँ म चलाउँदिनँ बाइक लो निक्लिनु ढिलो भयो घर जानु बाइक उपर छ लु म पछाडि सर्दैछु छिटो निक्लिनु त बेबी हेर्नु मेरो हातमा केही छैन हामी हिँडेर भए पनि जाउँ न म तपाईँलाई हिर्काउँदिनँ पनि हो कराउँदिनँ पनि बाइकमा चढ पनि भन्दिनँ तपाईँ कहाँ छ निक्लिनु त हामीले हात गाँसेर जाउँ न हिँडेर जाउँ छिटो आउनु न कहाँ छ बेबी कहाँ छ छिटो निक्लिहाल भन्दैछ राम्रो मुखले बेबी म यहाँ छु ल तपाईँले मलाई चढाउँदिन भनेको छ है त्यत्रो माथि तिमी लु म केही गर्दिनँ झर्नु त झर्नु न भइहाल्छ झर्नु न हुन्छ म झर्छु केही नगर्नु है तपाईँले भनेको छ नि फेरि म मान्दिनँ नि फेरि किन भागेको बाइकमा चलाउँछु भन्छ अब चाहिँ भागिस भने चाहिँ मारिदिन्छु त्यहाँ नहल्ली बस्ने फेरि त्यहाँ जाँदा माया हाँस्दै